तपाईलाई यस्तो हुन्छ मेसेज गर्दा तुरुन्त रिप्लाई चाहिहाल्ने, फोन गर्दा उठेन भने इन्सेक्योर भइहाल्ने, कतै इन्ट्रेस्ट हरायो क्या हो त्यो मान्छेलाई मसँग भने जस्तो लाग्ने क्या। सँगै भौन्जेल कुरा गरुन्जेल चाहिँ ठिकै छ, तर अलि समय कन्ट्याक्टमा भएन भने बिर्स्यो क्या हो, छोडेर जान्छ क्या हो, यत्रो बेरसम्म पनि यो मान्छेलाई मेरो याद किन आएन भने जस्तो हुने क्या। अब यस्तो किन हुन्छ भने मुख्य कुरो चाहिँ यु डोन्ट फिल वर्दी अफ लभ क्या। कोही मान्छे तपाईसँग इन्ट्रेस्टेड हुन सक्छ है, कसैले तपाईलाई माया गर्न सक्छ है भन्ने कुरा नै विश्वास लागिरहेको छैन क्या। ममा केही समस्या छ, म बोरिङ छु, म गतिलो मान्छे छैन भन्ने एउटा गहिरो बिलिफ सिस्टम चाहिँ गाडेको छ क्या एकदम भित्र। अनि अब कोही मान्छे तपाईसँग नजिक आयो भने लौ यो मान्छेले ममा के राम्रो देख्यो, मलाई किन मन पराइरह्यो होला, ममा यो किन इन्ट्रेस्टेड भइरह्यो होला भनेर एउटा डाउट लाग्छ क्या। तपाईले त्यो कुरालाई विश्वासै गर्न सक्नुहुन्न क्या। अब बोलुन्जेल नजिक हुन्जेल चाहिँ ठिक छ, अब थोरै डिस्टेन्स आयो भने चाहिँ ऊ छोड्यो गयो, इन्ट्रेस्ट हरायो भने जस्तो लाग्ने क्या। अब यस्तो डर हटाउनु छ भने पहिलो कुरो त तपाईले आफू प्रतिको नेगेटिभ इमेज जुन छ नि त्यसलाई चेन्ज गर्नु पर्यो। के समस्या छ त तपाईमा, किन नराम्रो हुनुहुन्छ त, यो प्रश्न चाहिँ आफूलाई तपाईले बारम्बार सोधिराख्नु पर्यो क्या। र जब तपाई आफ्नै नजरमा राम्रो हुन थाल्नुहुन्छ नि त्यसपछि यो डर आफै हराएर जान्छ।